नमस्ते साथी हो। आज म तपाईहरुलाई यति रमाइलो हाँसको कथा सुनाउन जाँदैछु कि तपाईहरु भन्ला यो त फेरि सुन्नु मन लाग्ने कथा रहेछ। रोचक भएर बस्नुहोस्। कथा अब एकदमै मजाले सुरु हुँदैछ। गाउँमा एउटा हाँस थियो, नाम लाटो हाँस। किन लाटो? कारण उसको हिँडाइ नै त्यस्तो, कहिले दायाँ कहिले बायाँ, कहिले घाँसमा चिप्लेर पन्जा उड्दैन। गाउँमा सबै बालबालिका उसलाई मन पराउँथे। कसैले बोलायो भने टप टप गर्दै दौडिँदै आउँथ्यो, तर 90% चिप्लिन्थ्यो। लाटो हाँसको बिहान त अर्को लेभलको कमेडी। घाँसमा टाउको छिराएर किरा खोज्ने, किरा नभएपछि पानीमा चप्प पार्ने, पानीबाट निस्किँदा पखेटामा टाँसेको करिया निकाल्न नसक्ने। एक दिन त पानीबाट उत्रिँदै गर्दा ढुङ्गामा खुट्टा चिप्लियो। च्याप्प माथिबाट हेर्दा पुरा क्यान्सन इस्वन जस्तै। गाउँमा मान्छे त हेरेर हाँस्ने रोकिएन। लाटो हाँससँग दुई साथी थिए, झ्यापे र छ्याम्पे। यी तीनजना बनेर गाउँको पोखरी नै प्लेन्डोन्ट बनाएको थिए। तीनजना एकपटक पोखरीमा हाम फाल्दा पानी त झ्याप्प, झ्याप्पेले त डुबिन्थे। मार्न खोज्थ्यो तर पुछार उठेर बिचमै अड्किन्थ्यो। छ्याम्मै त किनारा भएर च्याप गर्दै नठिन्ने हाँस, उसको त आफ्नो भी। यी तीनवटा हाँसहरूमध्ये एक दिन पोखरीमा भ्यागुताको टोल आयो। तिनीहरूले भने, हामी सबैभन्दा राम्रो पौडी खेल्छौँ। हाँसहरू रिसाए, हाम्रो पोखरीमा आएर मजाक नगर। त्यसपछि हाँस भर्स भ्यागुताको स्विमिङ कम्पिटिसन भयो। प्रतिस्पर्धा सुरु। भ्यागुता छप, हाँस टप, टोलै भरि पानी उडाउने। लाटो हाँसले त भिड्ने बिगारिदियो। उता जाँदा बायाँ फर्किन्छ, फर्केर आएपछि सिधै भ्यागुताको टाउकोमै बसेर फुटबल खेल्दै। अन्त्यमा सब हाँसले जित्यो। तर असल कुरा, दुवैले मिलेर कोल्याबोरेसन गरे। एक दिन लाटो हाँस बारीमा छिर्छ। बारीमा ठुलो काँक्रो थियो। उसले काँक्रोलाई देखेर ठान्यो, यो त मेरो साइजको साथी रहेछ। लाटो हाँस काँक्रोसँगै कुल्लिन थाल्यो। हाङ। गाउँको दिदीले त्यो हेरेर भ्याकानिएर हाँसी त काँक्रोलाई साथी बनाउँछ। पछाडि छ्याम्मे र ज्याम्मे आएर घेरी हेर्दै, हामी भन्दा ठुलो रहेछ जस्तो गरेर डराएको नाटक गरे। सबै गाउँले भेला भई लाटो हाँस भर्स काँक्रोको सो हेरेर हास गरिसके। लाटो हाँस कहिले लाटो जस्तै देखिए पनि उसको मुटु एकदमै ठुलो। सबैभन्दा माया, सबैलाई साथी, कसैलाई दुःख नदिने स्वभाव उसबाट सबै सिके। हाँस्दै रमाउँदै जीवन बच्छ, किनकि हाँसो भनेको औषधि हो। साथीहो, यो थियो हाम्रो हाँसको रमाइलो कथा। यदि तपाईलाई यो सुन्दा हाँसो रमाइलो भने लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। अर्को रमाइला कथाहरू लिएर फेरि आउनेछु। नमस्ते।